अर्चनाको कुरा सुनेर साहुले कान्छी र सागरलाई झन्डैले घरबाट निकाल्न लागिसकेका थिए। तर कान्छीले आएर मैले मेरो श्रीमान र सासूको हत्या नगरेर तपाईँकै श्रीमती अर्चनाले चाहिँ गरेको हो भन्नुहुन्छ। त्यसपछि साहु त अर्चनासँग धेरै रिसाउनु भयो। सरले कान्छीलाई के प्रमाण छ भनेर सोद्धा प्रमाण छ भनेर गाउँतिर प्रमाण लिन जानुभयो। यता सरले अर्चनालाई उच्च निगरानीमा राख्नुभयो। घरबाट बाहिर निक्लिन दिनु भएन। कान्छी गाउँ जाँदा पहिले आफूमाथि भएको घटनाहरू झल्झल्ती सम्झनुहुन्छ। आफूले पाएको दुःख, गाउँलेले गरेको व्यवहार सम्झेर रुनुहुन्छ र बल्ल तल्ल चमेलीको घर पुग्नुहुन्छ। तर चमेलीले त अर्कै मोबाइल किनिसक्नु भएको रहेछ। त्यो भिडियो त कता पुगेछ थाहै भएन भन्नुहुन्छ। त्यसपछि कान्छी निराश हुनुभयो। यता अर्चनाले प्रमाणै भेटेको छैन, मैले मारेकै होइन भनेर भन्नुहुन्छ। तर कान्छी त्यही बेलामा पुलिस थानाबाट कागज लिएर त्यहाँ पुग्नुहुन्छ र प्रमाण छ भन्नुहुन्छ। अब आउने भागमा के होला? के अर्चनालाई सरले घरबाट निकालिदिनुहुन्छ? अर्चना जेलबाट कसरी छुट्नु भयो? के जेलबाट भाग्नु भएको हो या सजाय पुरा गर्नु भएको हो? हेर्दै गर्नु होला है।